हेलो सेवा तपाईहरुलाई स्वागत छ फेरि पनि चेतन ब्लग युट्युब च्यानलमा। आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु हैन। आज चाहिँ हामी यहाँ हाम्रो बहिनीको चाहिँ पासमी खाना गइरहेको छौं हैन। के कस्तो हुन्छ म तपाईहरुलाई देखाउने छु है त गाइज। हामी चाहिँ अब झरिसक्यौं हैन, आइसक्यौं। यो उचिस पार्टी प्यालेन्समा रहेछ आज चाहिँ प्रोग्राम हैन। हामी चाहिँ यता अब आइपुगिसक्यौं। अब भित्र म तपाईहरुलाई देखाउँछु के कस्तो छ यता। अब चाहिँ यहाँ भित्र छिरिसक्यौं हैन गाइज। यहाँ चाहिँ हाम्रो आजको के रे बेहुलीको बुवा चाहिँ मेरो साइल अंकल हो उहाँ हैन। अब नमस्कार यताउता गरियो। अब भित्र छिरिदै छ हैन। के कस्तो छ म भित्रको तपाईहरुलाई देखाउने नै छु हैन। अब म चाहिँ अब भित्र छिरे त हैन, साथीहरु चाहिँ टोयलेटतिर जानुभयो। म चाहिँ यतातिर अब लागिसके गाइज हैन। र यहाँ चाहिँ यस्तो टेबल सेटअप गरेको छ, टेबल सेट गरेको रहेछ। र म चाहिँ अब भित्र छिरिसके हैन। अब यो ढोकादेखि भित्र पनि छिर्नु पर्ने हुन्छ हैन। यहाँ भित्र म चाहिँ भित्र सुई अब छिरिसके हैन। र यता चाहिँ यो हाम्रो पार्टीहरु हुनुहुँदो रहेछ हैन। हाम्रो फुपूहरु अनि फुपाजुहरु दिदीहरु दाइहरु हुनुहुँदो रहेछ हैन। अब यहाँ नमस्कार गर्नै पर्यो हैन। नमस्कार गर्दै छु। र यता चाहिँ दाइ रहेछ, दाइसँग हात मिलाइयो हैन गाइजहरु। अनि अब यो चाहिँ अब साउन्ड चाहिँ किन मैले म्युट गरेर यो भोइस कभर गरेको भए त यहाँ चाहिँ म्युजिक बजिरहेको छ गाइजहरु हैन, त्यही भएर हो। र यता चाहिँ अब हाम्रो साइला अंकलले चाहिँ हैन टिका लाउन सुरु गरिसक्नु भयो हाम्रो बहिनीलाई। बेहुलीको मम्मी चाहिँ उहाँ नै हो हैन। र उता चाहिँ मेरो बहिनी फुपूको छोरी हो। र यता चाहिँ मेरो साइला अंकलको छोरी, उहाँको चाहिँ आज यहाँ चाहिँ अन्न खुवाउने पासमी भन्छ हैन। र यहाँ चाहिँ हाम्रो बुहारीको पालो आइसक्यो टिका लाउन ल्याएर भने। यता हाम्रो बहिनीको पनि आइसक्यो, हाम्रो बहिनीले लाउँदैछ। बहिनी पछि अब दिदीको पालो, दिदीले पनि लाउन सुरु गरिसक्नु भयो। अब दिदीको पालो पछि चाहिँ अनि भाइको छ, भाइको पछि मेरो पालो है त गाइज हैन। भाइले पनि लाउन सुरु गरिसक्यो। भाइ चाहिँ मेरो माइली फुपूको चाहिँ कान्छो छोरा हो हैन। मेरो आफ्नै माइली फुपू कान्छो छोरा हो। भाइको पालो आइरहेछ भने अब भाइको पछि चाहिँ मेरो पालो आउँदैछ हैन। यो चाहिँ ओसिस पार्टी प्यालेन्समा चाहिँ हाम्रो आजको प्रोग्राम भइरहेछ हैन। अब मेरो पालो म चाहिँ लाउँदैछु टिका। यता मेरो साइली आन्टी पनि बोल्दै हुनुहुन्छ। तर यहाँ अब मैले चाहिँ म्युट गरेको छु किनभने हैन गीत बजिरहेछ नि हैन। गीत बजेपछि कपिराइट लाग्छ, त्यही भएर चाहिँ मैले म्युटमा चाहिँ भोइस कभर गरिरहेको छु। अब ओरिजिनल भोइसहरु सुन्न पाए चाहिँ जस अर्कै हुन्थ्यो हैन। तर पनि अब यहाँ त अब म्युजिकले गर्दाखेरि चाहिँ अब मैले यो बाध्यताले गर्नु परेछ हैन। आफ्नै भोइस कभर गरिरहेको छु भने हैन। अब चाहिँ हाम्रो चाहिँ सकियो, अरूको पालो भइसक्यो। हाम्रो ग्रुपको चाहिँ सकियो, अर्को ग्रुपको अब पालो। अब हामी चाहिँ यतातिर अब हैन फेरि खाना टिका टालो लगाइसकेर अब यता चाहिँ हामी खानालाई तयार भइसक्यौं हैन। र यहाँ चाहिँ अब यो चाहिँ हैन, यहाँ चाहिँ हाम्रो राईको रीतमा अनिवार्य चाहिने यो चाहिँ हैन, तपाईले बुझिसक्नु भयो होला। यो चाहिँ अब हाम्रो सुँगुरको चाहिँ अनिवार्य हाम्रो राईको रीतमा चाहिँ चाहिने हो हैन। अनि यता चाहिँ एउटा बहिनी रहेछ हैन, यहाँ छ बहिनीहरु गर्ने हैन। अब यसरी अब बियरहरु चाहिँ टक्क मिलाउन चाहिँ यहाँ बहिनी चाहिँ हाय गर्दिरहेको छ हैन। अब साउन्ड चाहिँ मैले म्युट गरिरहेको छु। अब उहाँको भोइस सुन्न सकिँदैन यता बाहिरको हैन। अब अघि मैले भनिसकेँ हैन, गीत बजिरहेको छ त्यही भएर हो। र अब हामी चाहिँ अब यता अब मेरो साइला अंकल र अर्को हैन, यता उहाँले पुरा हाँस्दै लानु भएको छ हैन। र यता चाहिँ अब लाइनमा यता हेर्नु, यसरी लाइनमा बसेर चाहिँ पस्किने, आफै पस्किने हैन। यो चाहिँ बफे सिस्टम हुन्छ। अनि यता चाहिँ यो यस्तो रहेछ हैन। बर्गरको आइटमहरु चाहिँ हैन गाइज, म अब यहाँ देखाउन गइरहेको छु हैन, देखाउँदै पनि छु। हेर्नु है त गाइजहरु, यो चाहिँ राइस भयो भने हैन गाइज, यो चाहिँ दाल भइगयो हैन। अनि यो चाहिँ पापड, मुनि चाहिँ यो चाहिँ अचार हो, अचार। अनि यो चाहिँ सलाद भइगयो गाइज। अनि यो चाहिँ तरकारी कोपी र आलुहरुको भने। यता चाहिँ हैन जस चिकन ग्रेभी रहेछ हैन, यस्तो आइटम छ हैन। र अब यहाँ चाहिँ आफै पस्किने आफै खाने हुन्छ हैन, बफे सिस्टम भन्छ। अब यता चाहिँ टोलीहरु चाहिँ सुरु गरिसक्नु भएछ हैन। भाइ र म चाहिँ बाहिर गफ गर्न गएको थियौँ हैन गाइज। अनि हामी चाहिँ घर आउँदैछौँ। अब यता चाहिँ हाम्रो खानालाई सुरु भइसकेको छ यतातिर हैन। टोलीहरु चाहिँ पुरै खानुमा बिजी व्यस्त रहेछन् हैन, खाइराख्नु भएको छ भनौँ न। अब
हाम्रो ग्रुप पनि यहाँ हुनुहुन्थ्यो कतातिर हुनुहुन्छ हैन हाम्रो ग्रुप चाहिँ यहाँ अहिले खानु भएको छैन कि हाम्रो ग्रुपले चाहिँ अब भाइ र म चाहिँ अब यहाँ सुरु गर्ने सल्लाह गरिसक्यौँ र भाइले चाहिँ तपाईँ भाइले पनि भिडियो बनाइरहेछ अनि म पनि भिडियो बनाइरहेको छु हैन अब चाहिँ आफै पस्किने आफै खाने हुन्छ गाई चाहिँ हैन जे जति खाए पनि हुन्छ त गाई चाहिँ वर्क सिस्टममा चाहिँ आफै लाउने आफै खाने यहाँ चाहिँ म अब दाल लाउन सुरु गरिसकेँ हैन गाइजहरु भने यतातिर चाहिँ हैन हेर्नु त यहाँ चाहिँ पापड छ अब यहाँ चाहिँ म अब पापड निकाल्न सुरु गरिसकेँ मैले हैन गाइज हो यो चाहिँ पापड हो भने यता चाहिँ अचार यो चाहिँ हेर्दा खाउँ लान्छ अचार चाहिँ हेर्नु कस्तो दामी देखेर छ त चाहिँ यो चाहिँ अचार हो र यता चाहिँ यो सलाद हो गाइज हैन यो चाहिँ कुकुम्बर र यो के रे गाजर मुला गाजर अनि यो काँक्रोको सलाद हो गाइज हैन भने यो चाहिँ तरकारी हैन यो चाहिँ आलु र कोपीको तरकारी हो हेर्दा पनि हेर्दा टेस्टी देखिन्छ हैन भने यता चाहिँ मासु चाहिँ ग्रेभी हो चिकन ग्रेभी हो अब जति खानु मन लाग्छ आफैले लाएर खाने हो तर धेरै त खान सकिदैन जस्तो छ र यहाँ चाहिँ हामी थालमा ल्याएर तयार गरिसक्यौँ हैन प्लेटमा यसरी ल्याएर अब चाहिँ टक्क अब चाहिँ खाना लाग्यौँ हैन गाइज हो हाम्रो चाहिँ यहाँ खानालाई स्टार्टिङ हुन्छ यता भाइले पनि भिडियो बनाइरहेछ र यता बहिनी छ हैन र यता चाहिँ बुहारी हुनुहुन्छ र यता चाहिँ हाम्रो दिदी हुनुहुन्छ अब यहाँ चाहिँ हामी खानालाई अब सुरु गर्यौँ है त गाइज हैन यतातिर चाहिँ अरूले चाहिँ पुरा दिइराख्नुपर्छ साइडमा हैन अनि यस्तो छ कि यो पार्टी प्यालेस रहेछ हैन पार्टी प्लेस रहेछ यो चाहिँ अनि यहाँ चाहिँ अब म चाहिँ हेर्नु त म तपाईँहरूले कसरी खान्छु म देखाउँछु त यो चाहिँ हैन राईको रितमा चाहिने अनिवार्य चाहिने यो चाहिँ मैले सुरुमै चपाइदिएँ त गाई चाहिँ चम यस्तो दामी टेस्टी छ है गाई चाहिँ हैन अनि यो चाहिँ मैले ब्राउन खान थालेँ आजको पार्टी चाहिँ यसरी हामीले हैन खाइरहेको छौँ र यो चाहिँ चिकन रोस्ट हो भन्दै अब चाहिँ मेरो ब्लगबाट बिदा हुन चाहन्छु है त गाइज हैन लाइक कमेन्ट सेयर र सब्स्क्राइब गर्नु भएको छैन भने मेरो युट्युब च्यानल सब्स्क्राइब गरिदिनु है त भन्दै बाई बाई।